सो हेलो एन्ड नमस्ते एभ्रिवान। सो आज चाहिँ म तपाईँहरूलाई मेरो पोखरामा 3-4 दिन चाहिँ कसरी बित्यो त होइन, म कसरी पोखरामा पुगेँ, म कसरी साथीहरूसँग चाहिँ आफ्नो टाइमहरू स्पेन्ड गरेँ, कसरी रमाइलो गरेँ, कसरी घुमेँ, सबै कुराहरू देखाउने छु। यता पनि रहेछ, यता नि सुत्ने ठाउँ रहेछ, कस्तो मजाको रहेछ है। ल गाडी चाहिँ यही हो, यस्तो छ एसीवाला, यतापट्टि छ है एसी चाहिँ यस्तो छ। टक्क लाएर भ्लग गर्ने लाज लागिरहेको यार। खाजा खाने टाइम भएको छ अहिले चाहिँ। गइरह तपाईँ नभए त झ्याउने हुन्छ, तपाईँ नभए त झ्याउने हुन्छ मलाई। सो गाइज आज चाहिँ डे 2 हाम्रो, अनि म चाहिँ उठिसकेको छु होइन। एकदमै गहिरो निन्द्रामा थिएँ, धेरै चाहिँ सुतिएन। 2 बजी सुतेको, अहिले 6 बजी 6 होइन 6:30 भयो, त्यहाँ 6:30-7 बज्न लाग्यो त्यस्तै छ। वेदर यस्तो छ बिहानको चाहिँ होइन, मजाले पानी परेर। अनि आज घुम्ने प्लान पनि छ टन्नै, अनि यहाँबाट पनि जान्छौँ होला नयाँ ठाउँमा। गाइड सुतिरहन्, गाइडले गाइड गर्छन् भने यता कान्छा छ सुतिरह, कान्छा पनि। हिजो चाहिँ के गरियो भन्दाखेरि खिच्न त खिचेन लङ भिडियोको लागि, तर हामीले हिजो लेक साइड घुम्यौँ, फोटो खिच्यौँ। म त पुरा खेलिरहेको जस्तो लागिरहेको, हेरि पो रहेछ। भ्यू पनि कडा आइरह। यहाँ चाहिँ फ्री फायरको भिडियो हेरिरहेछ अङ्कुशले त भिडियो हाल्नु छोडेछ। सो गाइज हामीहरू चाहिँ अब काइकिङ गर्न आइसकेको छौँ, अनि नजारा हेर्न सक्नुहुन्छ। सानो सानो क्लिपहरू बनाइरहेको छु मैले। अनि यहाँ सोल्टीहरू छन् 2जना, व्यस्त छन्। अगाडि हेर्न सक्नुहुन्छ, यस्तो छ। भाइ कस्तो लाग्यो, कस्तो लाग्यो नजारा? फर्स्ट टाइम हो आफ्नो त, कस्तो हुन्छ अब हेरौँ। युट्युबमा हाल्ने हो अलिअलि। हाम्रो गाइड है, गाइड अनिस जी भ्लग। सब्सक्राइब त्यसपछि हामीहरू लेक साइडनिर खाना खानलाई बस्यौँ। लेक साइड नजिकको भ्यूहरू पनि मजाले इन्जोय गऱ्यौँ, तर हामीले सोचेको अनुसार, प्लान गरेको अनुसार चाहिँ के पनि भइरहेको थिएन। सिमसिम पानी परिरहेको थियो, वेदर अचानक चेन्ज भइरहेको थियो होइन। सो हामी त्यसपछि रातितिर चाहिँ नाइट वाकको लागि गयौँ। ल यस्तै हो अब, आज पनि गइन्छ कि गइँदैन होला यार, पुन्डीकोट हो कि के हो भने। भोलिपल्ट सफा वेदरमा हामीहरू काइकिङ गर्नलाई गयौँ। काइकिङ चाहिँ मलाई गर्न मन लागिरहेको थियो, तर कता न कता मलाई अलिकति डर पनि लागिरहेको थियो, किनकि मेरो कहिले पनि यस्तो एक्सपिरियन्स थिएन। तर अनिसले मलाई खेलाम भनेर चाहिँ मोटिभेट गरेर सिकाइदियो। म चाहिँ फर्किनै लागिसकेको थिएँ अलिकति अगाडि जाने बित्तिकै डरले। हामीहरूले पोखराको पुम्दीकोट पनि एक्सप्लोर गऱ्यौँ, त्यहाँनिरको गुम्बातिर पनि गइरहेको थियौँ। सो गाइज हामीहरू चाहिँ पुम्दीकोटबाट टक्क लाएर कता हो अरे यो? पुम्दीकोटबाट हामी वाइट गुम्बा अरे होइन। टक्क लाएर वाइट गुम्बाको भर्याङ चढ्दैछौँ। अनि हाम्रो अनिस, कान्छा, ऋषभ रेस्ट गर्दैछौँ हामी शीतलमा, चिसो हावा खाँदै। यस्तो छ, चिसो पानी खाँदै। अनि यतापट्टि बाटो मजाको छ, चिसो फ्रेस हावा खाँदै। बोल्नै आउँदैन यार यस्तोमा। ए हात नगरेर अलिअलि माथि खिच्ने हो यो। मन खाम समोसा
निदाइन्छ होला यार यस्तो चिसो हावा आएर टुरिस्टहरू चाहिँ एकदमै धेरै छ क्या यता लाइक युपीको गाडी चाहिँ धेरै देखिरहेको थिएँ मैले इन्डियनहरू चाहिँ धेरै आएको छन् जस युपीबाट आएको रहेछन् धेरै चाहिँ युपी बिहारबाट भन्ने हुनुहुन्थ्यो हाम्रो एउटा अङ्कलले अब माथि गएपछि देखाउँछु तपाईँहरूलाई धेरै चाट छैन हामीसँग हाम्रो साथी चाहिँ कुहिरेसँग बोल्दैछन् राम्रै कुहिरेसँग बोल्दैछन् त्यही हो इन्डियन टुरिस्टहरू चाहिँ मैले लास्टै देख्ने क्या नाइस कुरा हुँदैछ नि यता चाहिँ इन्टरभ्यू दिन्छ साथीले ल है त ल चार्ज पनि धेरै छैन गर्मी चाहिँ लास्टै गर्मी पुम्दीकोटमा चाहिँ हामीले मजाको उत्यो हेरेर आयौँ के शिवजीको यत्रो ठुलो थियो फोटोसोटो हान्यौँ अलिअलि भिडियो बनायौँ अनि तितौरा सितौरा खायौँ गन्नाको जुस खाएको थियौँ यस्तो पानी मिसा जस्तो भयो कि त्यस्तो मिठो चाहिँ लागेन हेलो यो ठाउँलाई के भन्छ अरे भाइ यो ठाउँलाई सिक्लेस भन्छ भन न मुला यो ठाउँलाई के भन्छ ए स्तुपा डेभिड फल बाइक अरु कुन वाटर स्तुपा गएर आयौँ है हामीहरू चाहिँ यता लाइट नपर्ने रहेछ अलिकति फेमस वाटरफल ए सरी सो गाइज अब चाहिँ हामी वाटरफल भएको ठाउँमा जानेछौँ है टक्क लाएर यहाँ हेर्नु त यसको आवाज क्या ठुलो आउँछ कस्तो 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 रे कस्तो रे गर्नु त आन्टी कतानिर हो तपाईँको पसलको लोकेसन भनिदिनु ल स्तुपा जाने बाटोमा है ल हामीहरू चाहिँ स्तुपा गएर आएको सबैजनाले भिजिट गरिदिनु होला फ्री फायर खेलेर मात्र तिमीहरूलाई मनको शान्ति हुन्छ गेम खेलेर मात्र तिमीहरूले पिस पाउँछ सोचे होला होइन हेर हेर आनन्द केले आउँछ आन्टीले गर्नुहुन्छ कि तिमीले जान्दैनौ आन्टीलाई देऊ न आन्टीलाई देऊ न चाँडो भन आन्टी भएन आन्टीले गर्नुहुन्छ हेर यस्तो पिसफुल ट्युन निकालिदिन्छ होइन यत्रो सानो लिएर गाडी चलाएर हल्ला हल्ला नगर आऊ यार कहिले कसो बौद्ध स्तूपा डुल बौद्ध स्तूपा डुल्न बौद्ध स्तूपा होइन व्हाइट स्तूपा होइन पोखराको आउँदाखेरि आन्टीको पसल फेस हेर याद गर आऊ केटा मिलाएर दिनुहुन्छ आन्टीले ल बानी नभएर क्या ब्याक क्यामेराबाट खिचौँ भनेको गाइज है बानी नभएर यो एङ्गलै बसेको छैन क्या यो कस्तो आधी आउने आधी नआउने भइरह ल है जुस अघि गर्नु कि हजुरले किन यसरी खिच्नु त र यो लङ भिडियोको लागि क्या ए युट्युबमा हाल्ने त्यही भएर मैले अघि भ्यू खिच यताउति भनेको क्या तर दामी आएको थियो त्यो आन्टीले बजाएको थियो जस भ्युज नआए पनि एउटा मेमोरी त हुन्छ नि होइन यस्तो हामी यस्तो गरेको थियौँ यो यस्तो भएको भनेर ए माइक त छ नि भुट्टा रहेछ यता भुट्टा 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 भन्छ नि टोला भुट्टोला यताबाट हो हामी यही तलैबाट आएको यो हो कि यो पानी
पानी फेरि खान मन लाग्यो तर लिने हो यता छ ओइ यता यता ए अँ अनिसले यहाँ हेर्न चाहिँ के हेरेको मलाई भन्नु मस्तको छ है अनि घुरेको गरेको ल अब एकछिनमा भेटौँला घुमियो रमाइलो गरियो अब कति दिनसम्मको लागि हो फेरि एक्जाम आउँदैछ अब पढ्नुपर्छ यताउति छ होइन डाँडा चाहिँ कस्तो मिठो यार यो के कस्तो मिठो क्या के रहेछ यो बुद्धको हो यो के भन्छ यसलाई यस्तो यस्तो सामानहरू पाउँदो रहेछ है यता टुरिस्ट बस है ल अब चाहिँ हामीहरू अब एउटा ठाउँमा जान बाँकी छ दुईवटा ठाउँ पानी पिउनु त एउटा रेनफल हो कि के अरे वाटरफल वाटरफल रेनफल भन्न आएर एउटा वाटरफल अनि एउटा एउटा खै नाइटफल गुम्बा हो हरामी छ यार यो मान्छे हेर्दा मात्र गुम्बा हो क्या गुम्बा गुम्बामा जाँदैछौँ त बोलिरहेछ नि अनि यसो भन त ल के आज के प्लान छ गुफा आज हाम्रो प्लान एउटा चाइनिज ल समाधानमा पानी जाने प्लान छ होइन कफी खान जाने प्लान छ अरू त्यस्तो केही होइन जस्ट नर्मल कफी अब हामी चाहिँ कता जाने अङ्कल डेभिस फल भन्दा नि यहाँनिर अर्को कुन फल छ अरे नि अघि एउटा खुइरिनीबाट हामीले देखेको अनि कान्छा एक्सपिरियन्स कस्तो भयो पोखराको एकदम गुड मलाई हिजो अस्ति चाहिँ अलिकति अल्छी लागिरहेको थियो बोर भइरहेको थियो आज चाहिँ अलिकति बल्ल पोखराको भाइब आएको छ अब त्यो किन आएको भनेर त भन्न मिल्दैन आप किधर से हो? इंडिया बिहार। अरे भाई हम भी बिहारी है। कल हमको दो जन इधर भी कल हम चारों में से 2 जन को 5-6 बंदे बिहारी बोले और हम पूछे हम में से कौन इंडियन दिखता है और कौन नेपाली दिखता है तो सबसे ज़्यादा नेपाली ए दिखता है उसके बाद ए नेपाली दिखता है हम दोनों बिहारी दिखता है बोले हम बिहारी दिखता है बिहार में तो गनसन लेकर सच है ना छोटा कट्टा बिहार में कट्टा कैसा मिलता है भाई चलो साथ चलते चलिए इधर देखाइ दे तल आप कट्टा लेके लेट्स सी चाहिँ फर्स्ट टाइम इन्ट्री गरिसकेको छु यस्तो नि छ है नाइस यार यहाँ चाहिँ फोटो भिडियो खिच्न पाउनु अरे ल बाई डेभिड्स फलमा पनि गयौँ त्यहाँ चाहिँ के पनि रहेनछ अहिलेको टाइममा पानी सानी चाहिँ के पनि थिएन सिजन नभएर पनि होला सायद अनि मैले चाहिँ यो किनेको थिएँ होइन पोखराको अलिकति मेमोरी हुन्छ भनेर त्यसपछि भोलिपल्ट नै हामीहरू चाहिँ सौराहातिर लाग्यौँ सौराहामा पनि हाम्रो निकै राम्रो मेमोरी भएको थियो हामीहरू सौराहा गार्डन इनमा बसेको थियौँ त्यहाँ चाहिँ हामीले रोनाल्डो हात्ती पनि देख्यौँ अरू पनि थुप्रै हात्तीहरू देख्यौँ